गाइस हामी गोर्खेको इन्ट्री पोइन्टमा छौँ अहिले के गर्नुपर्छ ए हो गाइस तपाईँहरू गोर्खे आउँदाखेरि चाहिँ चेक इनमा चाहिँ तपाईँले क्यामेराहरू पनि एलाउ गर्दैन रहेछ 1500 रुपिस एक्स्ट्रा दिनुपर्दो रहेछ जिन्दगीको सफर कहिले उकाली कहिले होला के कसो माथिको त्यो यस्तो सोलिङ छापेको हुन्छ धेरै धेरै धन्यवाद तपाईलाई थ्यांक यू अङ्कल कति राम्रो अङ्कल हुनुहुँदो रहेछ हामीलाई चाहिँ बाटो देखाइदिनु भएकोमा धन्यवाद अङ्कललाई यसो पक्रिने रहेछ नि बसेर बस्नु त्यसमा चाहिँ साथीभाइ हो यात्रालाई लामो बनाउनु छ भने चाहिँ नि यसरी गर्ल्सहरूसँग हिँड्नुपर्छ कि फोटो खिच्दा खिच्दा यात्रा लामो भइहाल्छ जिन्दगी नरहोस् रहिरहने छ यसमा कैद पलहरू फाइनल्ली गोर्खे इन्टर भयौँ हामीलाई 1 घन्टा चाहिँ लाग्यो किनभने हाम्रो पछिपट्टि फोटोजेनिक गर्ल्सहरू हुनुहुन्छ उनीहरूले फोटो खिच्दै आएकोले गर्दा चाहिँ टाइम लाग्यो हामी फोटोजेनेटिकहरूले गर्दा ढिलो भएको है टाइम हेर्नु 1 घन्टा भयो 1 घन्टा हेर्नु त गाइज कस्तो मजाले फुलेको रहेछ यहाँहरूले हामी चाहिँ फाइनल्ली गोर्खे आइपुग्यौँ इट टुक अस 1 आवर टु रिच हियर खासैमा चाहिँ आधी घन्टामा पनि आइपुग्दो रहेछ हामी चाहिँ अलिक ढिलो हुनुले गर्दाखेरि र यहाँनिर चाहिँ हेर्नुहोस् न कस्तो मजाले मकैहरू राखेको रहेछ ट्रेडिसनल वेमा अब चाहिँ हामी त्यो पर पारी पुग्नुपर्ने छ फर द्याट वी हेभ टु क्रस द रिभर टु गेट ओभर देयर खोला पनि ठुलो थियो भनेपछि हाम्रो गाइडले भनेको यहाँ पुल थियो अरे त्यो पनि पानीले बगायो भनेपछि यहाँ थियो अरे नि पहिला 2 या 3 इयर्स ब्याकमा चाहिँ यहाँनिर चाहिँ कङ्क्रिट ब्रिज थियो त्यो चाहिँ पानीले बगाएछ यही ब्रिजले चाहिँ सिक्किम र बङ्गाल छुट्याउँछ गाइस हामी चाहिँ गोर्खेमा बसेनौँ हामी समाधान जान्ने प्लान गऱ्यौँ आउनु हुँदैछ थकित हुँदै जग्गामा नपुगी हिँड्दा हिँड्दा सबै थकित भइरहेको छ हुँदैन गएको छुइनँ कि तर त्यहाँ पुग्नुपर्छ भनेर त्यो जोसले चाहिँ हिँड्नु पऱ्यो नि कुदे त नि एकछिन हो ए त्यो ठुलो देखेछ कि कुद्दैछ guys see the beauty of समादेन यत्रो लामो हिँडेर चाहिँ फाइनली हामी आइपुग्यौँ कस्तो मजाको रहेछ नि अहमद त्यहाँ होमस्टे कस्तो मजाको देखिरहेछ छैन होला नि त तपाईँहरूले देखिरहनु भएको यो वाटरमेलन चाहिँ यो सदा बहिनीले बोकिरहेछ यो चाहिँ इम्पोर्टेड हो है यसमा चाहिँ जिएसटी इन्क्लुडिङ आइजिएसटी एसजिएसटी पनि लाग्छ होला त्यही त चिनाउँदा अलिक यो चाहिँ अमोद राई हो र म चाहिँ समाधानमा छु समाधानमा अमोद राई डुल्दैछ यो समाधान आइपुग्यो निक्लिँदैछ है अब यहाँ चिया खाने यसो चिया बेच्छ भने पाउने सोधेर जानुपर्ने छ यताबाट रामम डाँडा गाउँ डली चायवाला हे चिया आयो प्रणित Thankfully we get our chai. धन्यवाद हामी चाहिँ समाधानमा आइपुग्यौँ हामी चिया खाँदैछौँ हामी अनि अलिक रेस्ट गर्छौँ के भयो हाँस्दैछ अब हाँस्दैछ भालु म भने चाहिँ अब यहाँका रेसिडेन्ट्सहरूसँग बातचित गर्नु जानु पर्यो म कुलुङ राई
हजुर हुन्छ नि कोलुङ ठुलो कोलुङ थोलुङ राईको त बेसी थर हुन्छ यसो छुर्पी लानु यहाँ चाहिँ छुर्पी हुन्छ यो भनेको अब एकछिन बस्छु कि आज फर्स्ट टाइम आयो कि यता होमस्टेहरू त काफी रहेछ नि त नि त्यो सन्दकपुर पनि जाँदो रहेछ नि यहाँबाट हामी चाहिँ अहिले समाधानको टुप्पोमा छौँ यहाँनिर हामी बसेर हामीलाई 2 आवर्स जस्तो लाग्यो अब चाहिँ हामी यहाँनिर खाजा खाँदैछ खरबुजा काट्ने तरिका तपाईँको साथमा छुरी छैन भने माग्नु नि भनेको यहाँ घर छ त माग्ने जस्तो लाग्यो नि राम्रै हेर्दैन पै प्रणिता मैले राम्रो हेरेको त तिमीलाई ल्याउँदैन होला नि बाटोसम्म त अन्धी त तँ पो दिस कि कोमा चाहिँ यही निको झालमुरी बनाउँदैछ गाइस बनाना बनाना अब चाहिँ यहाँ वरिपरि सराउन्डिङको हामी जायजा लिनु जाँदैछौँ यो पुरानो घर रहेछ यो सबै त्यो घोडाहरूको उयो राख्ने मात्रै रहेछ यो चाहिँ बेसिकली मकै आलु अनि मटरको खेती हुँदो रहेछ हामी चाहिँ अहिले समाधानको आलुबारी घुम्दैछौँ समाधानमा चाहिँ होमस्टे रहेछ वरिपरि नै जहाँ पनि बस्न सक्नुहुन्छ तपाईँहरू अहिले टुरिस्टको फ्लोहरू घुम्नु थालेछ अब हामी एउटा निक्लेको अनि तपाईँहरू जति पनि नेचर लभर्स हुनुहुन्छ तपाईँ यहाँ आउन सक्नुहुन्छ म हाइली रिकमेन्ड गर्छु जानुहोस् फेरि आउँछौँ हामी समाधान ओके ट्रेकरहरू नेपाली रहेछ है नेपाली रहेछ